सर गुड मर्निङ। गुड मर्निङ। र मेरो फ्रेन्डमा अहिले हुनुहुन्छ डाक्टर प्रणाय छेत्री हुनुहुन्छ र स्पेसली मलाई म एकदम आजको भ्याक्सिनबारे सम्बन्धित हजुरले के बारे बताइदिनुहोस्। हजुर, सर्वप्रथम त म हाम्रो सोसियल वर्कर कृष्ण छेत्रीज्यूलाई मेरो आन्तरिक हृदयबाट नमस्ते गर्दछु, नमन गर्दछु। त्यसपश्चात उहाँले जुन चाहिँ मलाई यो अपर्च्युनिटी प्रदान गरिदिनु भयो, आजको यो स्पेसल जुन चाहिँ यो इन्टेन्सिफाइड पल्स पोलियो इम्युनाइजेसनको बारेमा मलाई 2-4 शब्द राखिदिनु भनेर उहाँले मलाई भन्नुभयो र म यसको बारेमा केही भन्न गइरहेको छु। आज यो 21 डिसेम्बर 2025 यो मतलब एनआइडी नेसनल इम्युनाइजेसन डे अथवा यसको अन्तर्गत चाहिँ पल्स पोलियो इम्युनाइजेसन इन्टेन्सिफाइड पल्स पोलियो इम्युनाइजेसन प्रोग्राम अन्तर्गत आज चाहिँ यो क्याम्पेन मोडमा चाहिँ 0 देखि 5 वर्षको नानीहरूलाई पोलियोको खोराक 2 थोपा यो दिइँदैछ र पोलियो जस्तो घातक बिमारीबाट हजुरहरूको सब नानीहरूलाई 0 देखि 5 वर्षको नानीलाई आफ्नो नजिकैको पोलियो बुथमा गएर 2 थोपा यो अमूल्य जुन चाहिँ मतलब इम्युनाइजेसनको थोपा छ यो दिएर चाहिँ आफ्नो नानीलाई सुरक्षित पार्नुहोस् र पोलियोबाट बचाउनुहोस् भन्ने म हजुरहरूप्रति आह्वान गर्दछु र हजुरहरू सबैलाई एकै मिश्रमा फेरि पनि यो प्रोग्राममा नियर बाई पोलियो बुथमा गएर हजुरहरूले भनिदिनुहोस् भन्ने म हजुरलाई निवेदन गर्दछु। थ्याङ्क यू। धन्यवाद सर। पोलियो खुवाउनु भयो?